आज मैले पिरो अकबरे खुर्सानीको अचार बनाउन लागेको छु। यो चाहिँ एकदमै मिठो हुन्छ है। हाम्रो घरमा चाहिँ सबैलाई यो एकदमै मिठो लाग्छ। अब जाउँ है त यसलाई चाहिने सामग्रीहरूतिर। मैले अकबरे खुर्सानी लिएको छु लगभग 1 पाउ जति, त्यसपछि 8-10 वटा पोटी केलाएर चाहिँ लसुन लिएको छु। त्यस्तै गरेर मैले कागती लिएको छु 15-20 वटा जति। अब मैले चाहिँ राम्रोसँग पानीमा अकबरे खुर्सानीलाई पखालेँ र यसको डन्ठीहरू निकालेर चाहिँ एकछिन सुक्नको लागि भनेर छोडिदिएँ। हेर्नुहोस् है त मैले यहाँ भिडियोमा पनि देखाएको छु मजाले। त्यसै गरेर मैले कागतीलाई चाहिँ ठुलो पिस पारेर चाहिँ काटेको छु। कागतीलाई चाहिँ मैले निचोरेर एउटा भाँडामा राखेको छु। अब यो दानासहित भएको भएर चाहिँ मैले यो कागतीलाई एउटा छान्नेमा छानेको छु। हजुरले पनि यसरी छान्न सक्नुहुन्छ। अब यो अकबरे खुर्सानी चाहिँ राम्रोसँग सुकिसकेको छ। हेर्नु त सुक्खा पनि भएको छ। यसलाई चाहिँ मैले मिक्सचरमा हालेर अब मिक्सचरमा पिस्छु। एकदमै कस्तो मिठो हुन्छ क्या। राखेर चाहिँ 1 महिना पछाडि खानुहोस्, अहिले पनि तुरुन्त खाँदा पनि हुन्छ, एकदम पिरो हुन्छ। अलिक पछि चाहिँ यसको टेस्ट अझ मिठो हुँदै जान्छ क्या। कागतीले पिरो घटाउँदै जान्छ नि त। मिक्सचरमा खोर्सानी पिसिसकेँ। त्यस्तै गरेर अब मैले लसुनलाई पिस्दैछु। अनि एउटा कराईमा तेल बसाएँ, त्यसमा मैले लसुन फुराएँ। लसुनलाई चाहिँ एकछिन तेलमा फुराउने। एकछिन तेलमा फुराइसकेपछि एकैछिनमा भइहाल्छ यो। अब यसमा चाहिँ मैले थोरै हर्दी हालेँ। त्यसपछि पिसेर राखेको खोर्सानी हालेर एकछिन राम्रोसँग तेलमा पकाउने। स्वादअनुसार नुन हाल्ने। अब मैले अलिकति गरम मसाला, जिरा धनियाँको पाउडर हालेर चलाएँ। अब एकछिन छोपेर चाहिँ पकाउने। अब एकछिन छोपेर पकाइसकेपछि हेर्नुहोस् है त यत्तिको हुन्छ नि। अब अघि जुन हामीले छानेर राखेको कागती थियो नि, त्यो कागती चाहिँ यसमा हाल्ने। 2 मिनट जति पकाएपछि त यो हजुरको रेडी भयो। यो यस्तो मिठो हुन्छ नि, जेमा खाँदा पनि हुन्छ, खानासँग खाँदा पनि हुन्छ। पानीपुरी, चटपटे जेमा हाल्नु केही बनाउँदै हुनुहुन्छ अनि अब पिरो छैन जस्तो लाग्छ भने यो मिसाउनु। चाउमिन, मोमो जेमा पनि मिसाउनुहोस्, एकदमै मिठो हुन्छ। हजुरहरू पनि यो अचार ट्राई गर्नुहोस् अनि हजुरलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला। आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो, मन परेमा हाम्रो यो भिडियोलाई लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गर्नुहोला। थ्याङ्क यू।